Hello guys, welcome to my new vlog. आजदेखि म भ्लग बनाउन गइरहेको छु। सबैले साथ सपोर्ट र माया गरिदिनु होला। आज कति गते हो बुढी? 24 गते। आज नारी दिवस। आज यिनीहरूको दिवस। आज मैले चट्ट लाएर भ्लग सुरु गरिदिएँ। आजदेखि कन्टिन्यू भ्लग आउँछ गाइज। अब म उठिसकेको छु। अब हात धुन्छु, ब्रस गर्छु, खाना खान्छु। खाना पनि पाकिसक्यो। खै बुढी खाना देखाइ खाना यो के हो? भात। यो भात खै दाल अनि यो दाल। अब त्यसपछि तरकारी नपकाउने अन्डा पकाउने तरकारीमा पकाउने अन्डा पकाउने खाने पछि काममा जाने है गाइज। टक्क लाएर काम पनि यति धेरै छ आज। यो कति सौदाहरू मैले चाहिँ यस्तो टक्क भन्नु पर्दा है वालपेपर काम गर्छु, होम डेकोर सम्बन्धी काम गर्छु मैले। यो चाहिँ वालपेपर हो गाइज होइन। टक्क कोठामा लगाएपछि बबाल देखिन्छ। म आज देखाउँछु कस्तो देखिन्छ भनेर। यो वालपेपरलाई चिप्टाउने ग्लु होइन। यो चाहिँ ग्लु होइन गाइज। टक्क लाएर अहिले म पछि 10 बजीतिर खाना खाएर निस्किन्छु। त्यसपछि बबाल हुन्छ गाइज होइन। ल गाइज लाग्यो काममा होइन। हाम्रो मुड सरले हर्न बजाउनु भयो। ल गाइज साइड लाऊ यता। ल गाइज मेरो च्यानल सब्सक्राइब गरिदिनु पर्यो गाइज होइन। यो चाहिँ सिना मङ्गल मन्दिर टिप्स खोला। पहिले नै हो हजुरहरूले काम गरे भ्लग बनाउँदै हिँडिरहेको क्या आजदेखि। राम्रै त छ। मलाई त राम्रो लागेको छ। रेगुलर जस्तै हालेपछि दामी छिटिने हो। यो एचको 104 हजुर 104 हजुर कता हो? ल कार्ड लगाउनु हजुर पुरै व्यवस्था हुन्छ यहाँभित्र। ल गाइस यस्तो छ हाम्रो जिन्दगी। काम रोकडा छाप्नु परेन। एक दिन यहाँ मैले लप्चुको फ्लाइट एउटा कुन दिन छ ल है गाइज। साथीहरूले रोकडा छापिरहनु होइन यस्तो माथिबाट लट्टामा पिङ खेल्दैछन् साथीहरू। उषा कहाँ हुन्छ? बाघको बङ्गारा भने दिइरहेछन् साथीहरूले लट्टामा। रोक्रा छापिरहन् रोक्रा लाइफ